म चाहिँ न्यू खगेन रटक्सबाट सुरेश भण्डारी। फेरि पनि आज हाम्रो ग्लाइडर 125 सीसी के दिन अगाडि हामीले बिक्रीमा राखेका थियौँ। यहाँ चाहिँ गुरुले लिनु भएको छ। गुरुलाई सर्वप्रथम मैले बधाई छ भन्न चाहे। बधाई छ गुरु। अनि कस्तो लाग्यो गुरु यो बाइक चाहिँ तपाईलाई? राम्रो लाग्यो, एकदमै राम्रो कन्डिसनमा छ हैन। अफ रोड चलाउनलाई सानो बाइक पनि माइलेज पनि राम्रो दिने अनि राम्रो कन्डिसन पनि भएको, सस्तो पनि हैन, एकदम राम्रो छ। एकदमै भरपर्दो, सस्तो, एकदमै राम्रो छ हैन। मेरो दाइको लागि किने हो यो गाडी। दाइको लागि नि तपाईसँग त छदैछ, दाइको लागि किन्नु भयो। उहाँ चाहिँ सिक्ने मान्छे हुनाले पनि हैन। अनि तपाईलाई यो बाइक किन्न चाहनुहुन्छ भने डोटी जिल्लामा रहेको यो के भन्न चाहनुहुन्छ तपाईले? एकदमै राम्रो। हाम्रो खगेन्द्र अटो खगेन अटो है भनेपछि हाम्रो पहिला हाम्रो एसडीएस रेडमा थियो, अहिले यहाँ पनि छ, अर्को पनि छ, हाम्रो शाखा पनि छ हैन। म धेरै पहिलादेखि यही गाडी बनाउने, मैले पनि गाडी स्वयं यहीँबाट किने हैन। अनि तपाईले त किनेको 2 वर्ष भइसक्यो। तपाईको बाइक चाहिँ कस्तो भयो? एकदमै राम्रो छ, कन्डिसन कस्तो चलिरहेको छ? अस्ति मेरो क्लोज सेलर गएको थियो, हजुरले भिडियो बनाउनु भएको थियो। हजुर, मैले त्यो भिडियो पनि देखेँ हैन। एकदमै राम्रो छ, एकदमै सस्तो सुलभ हैन, एकदमै भरपर्दो छ सबै कुराहरू। यदि तपाईहरुलाई पनि के आवश्यक पर्यो भने, बाइक बनाउनु पर्ने यदि छ भने, रिपेयरिङ गर्नुपर्ने छ भने तपाई सम्झनु होला न्यू खगेन्द्र अटोलाई। गुरु चाहिँ एकदम खुसी हुनुहुन्छ। तपाईहरुलाई पनि यस्तो बाइकहरु किनबेच गर्न चाहनुहुन्छ, नयाँ बाइक लिन चाहनुहुन्छ र इन्जिनमा वारेन्टी ग्यारेन्टी चाहिन्छ र सर्भिसिङको लागि कहाँ जाने भनेर डोटी जिल्लामा तपाई एकदम सोचिराख्नु भएको छ भने हाम्रो पिपला बजारमा रहेको न्यू खगेन रटक्स र एसटीएस गेनिएर रहेको खगेन रटक्समा चाहिँ सम्पर्क गरिदिनुला। र नयाँ कुरा हामीले 82 सँगसँगै हामीले टिभीएस कम्पनीसँग पनि जोडेका छौँ, जो टिभीएस को सर्भिस पनि मैले लिएको छु। यति भन्दै म चाहिँ बिदा हुन चाहे। हस्, धन्यवाद।